हेलो नमस्ते वेलकम ब्याक फ्रम भक्तपुर चागुनारायण साथीहरू। आज चाहिँ म जाँदैछु भक्तपुरमा रहेको चागुनारायण मन्दिर, जुन विश्व सम्पदा सूचीमा सूचीकृत भएको एउटा धार्मिक स्थल रहेको छ। मन्दिर जानको लागि चाहिँ यो रत्नपार्कबाट गाडी जान्छ त्यहीँ चागुनारायणसम्म। त्यहाँ चाहिँ जहाँसम्म बस जान्छ त्यहाँदेखि उता पनि बाइकमा पनि जान सकिन्छ, हिँडेर पनि जान सकिन्छ। हिँडेर चाहिँ एकदमै राम्रो रहेछ, यो बाटोहरू बनाएको छ, सिँढीहरू बनाएको यस्तो राम्रो राम्रो बनाएको रहेछ। अनि चाहिँ बाइक पनि जान्छ मजाले, त्यो पिचबाट छ बाइक जाने पनि। अनि त्यो छेउसम्म बसमा आउने, अनि त्यसपछि म चाहिँ हिँडेर आएको मजाले आनन्दसँग भ्यू हेर्दै। एकदमै रमाइलो लाग्यो साथीहरू, तपाईँहरू पनि आउनु होला। एकदमै राम्रो छ, बाटोमा जाने बेला एकदमै रमाइलो लाग्यो मलाई चाहिँ। यहाँदेखि चाहिँ काठमाडौँ देखिँदो रहेछ, एयरपोर्ट पनि देखिँदो रहेछ। मैले चाहिँ यसो फोटो खिचिहालेँ। अनि चाहिँ म चाहिँ अब फाइनल्ली पुग्न लागेको छु। एकदमै एक्साइटेड पनि छु, एकदमै खुसी पनि छु। पहिलोचोटि आइरहेको हो म, एकदमै रमाइलो लागिरहेको छ। सिँढी चढ्दैछु, अब चाहिँ पुग्ने बेला भइसक्यो है। फाइनल्ली चागुनारायण मन्दिर पनि पुगियो है साथीहरू। एकदमै राम्रो रहेछ, मलाई चाहिँ एकदमै राम्रो लाग्यो। म चाहिँ मजाले घुमेर दर्शन गरेँ, त्यसपछि यताउता गएर फोटोसोटो खिचेँ, एकदमै राम्रो लाग्यो। त्यसपछि पछाडि गएर यो साँखुतिरको भ्यूको भिडियो बनाएँ मैले। एकदमै रमाइलो देखिएको थियो र फर्केर आएर फेरि मैले मन्दिरको चारैतिरको भिडियो बनाएँ, एकदमै राम्रो लाग्यो। मन्दिर दर्शन गर्दा त एकदमै पोजिटिभ भाइब्स आउँछ। त्यसैले मन्दिरहरू, धार्मिक स्थलहरू दर्शन भिजिट गर्नुपर्छ हामीले। एकदमै मलाई चाहिँ एकदमै राम्रो लाग्छ, तपाईँहरू पनि भिजिट गर्नु होला साथीहरू। काठमाडौँ आएको 2-2.5 वर्ष भइसक्यो, तर चागुनारायण मन्दिर आएको थिएन। आउने एकदमै रहर पनि थियो, समय जुरेको थिएन। तर आज एक्लै भए पनि आउने मन लाग्यो र आए पनि एकदमै खुसी लाग्यो। एकदमै राम्रो, अति सुन्दर मन्दिर रहेछ, एकदमै खुसी लाग्यो। तपाईँहरू पनि आउनु होला साथीहरू, एकदमै राम्रो छ मन्दिर, एकदमै सुन्दर मन्दिर रहेको छ। त्यसपछि फर्किने बेला मैले चटपटे खाएँ बाटोमा, एकदमै मिठो ट्वाक्क पिरो चटपटे। त्यसपछि एउटा कुकुर रहेको थियो, उसले हेरेर आएको थियो मलाई, अनि मैले बिस्कुट किनेर उसलाई खान दिएँ। एकदमै राम्रो मजासँग खायो उसले, एकदमै खुसी लाग्यो मलाई। त्यसपछि अनि मैले फोटो खिचेँ कुकुरसँग एकछिन, देखो जरा देखो कुकुरका पोज एकदमै। त्यसपछि म चाहिँ फर्केँ ल। फर्किने बेला चाहिँ मैले यो जाने बेला चाहिँ मैले यो एउटा ताल थियो, तालको भिडियो बनाएको थिएँ होइन। त्यसैले मैले अहिले फेरि एकछिन बनाएको, राम्रो ताल रहेछ। ओके साथीहरू, बाई, थ्याङ्क यू फर वाचिङ माई भिडियो, बाई बाई।